छोरा मान्छे र गधाको जिन्दगी भनेको चाहिँ उस्तै हो जस्तो लाग्छ क्या। किनभने छोरा मान्छे बाँचिन्जेल सङ्घर्ष गर्नुपर्छ, गधा सास रहिन्जेल भारी बोक्नुपर्छ नि त। एउटै हो जस्तो लाग्छ क्या। जिम्मेवारी आफ्नो छ। म त्यो हिलो भएर खटेँ भने पो मेरो परिवारलाई म सेभ गर्न सक्छु, परिवारलाई खुसी राख्न सक्छु नि त। अब मन त लेडिजमा पनि नभएको होइन नि त, होइन? तर जिम्मेवारीको कुरा गर्दाखेरि चाहिँ छोरा मान्छेको जिम्मेवारी एकदम कठिनाइ छ।